हाई एभ्रिवान, मेरो नयाँ अर्को भिडियोमा हजुरहरू सम्पूर्णलाई स्वागत छ। आज हामी जाँदैछौँ साथीको घर पुगिसक्यौँ, चिया खाइसक्यौँ अनि त्यसपछि सल्लाह गरेर हामी चाहिँ आज बाहिर जान निस्केको। अनि 1 घन्टा नानी बाबुलाई लिएर यसरी हामी बाइकमा जाँदैछौँ। टोकाको गेट छिर्यौँ अनि त्यसपछि हामी चाहिँ मन्दिरहरू हेर्दै अनि बाटोमा फुलहरू हेर्दै हिँडिरहेछौँ। अनि हामी चण्डेश्वरी मन्दिर आइसक्यौँ। अनि चण्डेश्वरीको माथिको बाटो भाइरल रोड हुँदै हामी चाहिँ हाम्रो स्टेसनमा आइसक्यौँ। अनि हामी चाहिँ फोटो भिडियो खिच्न आएको, हेर्नु न सानी। अनि हामी भिडियो खिच्दैछौँ अनि साथीहरूसँग भिडियो खिच्दैछौँ, फोटो खिच्दैछौँ। अनि त्यसपछि हामी लाग्यौँ। आज चाहिँ काठमाडौँको मौसम दामी छ कि। अनि हामीलाई हल्का भोक लाग्यो अनि यहाँ बाइक रोकेर चाहिँ अनि यो खाजा खानलाई यो ठाउँमा आएको छौँ। अनि यो चाहिँ पासीकोट। अनि नानी पनि यहाँ कुखुरा कराएको सुनेर हेर्न जाँदैछन्। अनि हामी चाहिँ खाजा अर्डर गरेर बस्यौँ अनि फ्रेन्च फ्राईहरू खाँदैछौँ हामी, किनकि मेरो बुद्धि बङ्गाएर आउन लाग्छ अनि खानै भएन अरू कुराहरू। अनि आलु मगाएको थियो अनि आलु पनि आयो अनि सबैजनाले खाँदै हुनुहुन्छ। अनि मौसम पनि चेन्ज भइसक्यो अनि हामी चाहिँ पानी पर्छ भनेर घरतिर लागिहाल्यौँ। अनि आजको भिडियो यति नै। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।